अरे दाजु यी अझै नेता किन किन छोप्यो होला रा पुलिसले छोप्दै जेल हाल्दै किन अरे होला अझै गृहमन्त्री किन छोप्दिने किन ठुला ठुला नेता किन छोप पर जेल हाल्नु पऱ्यो भन्नु लाग्यो त किन होला तमी केही थाहा पाएछ के अरे भाउ निगा आबे छोपिन जेलौडा हाल्ला हुन् के फुचरा हुँदा त हाले त जेलौडा यसो यत्रो देश लुटिकन खाक बनाइले विकासका नाउडो विनाश हद्द लागे जनताका करबाटी उठाया पैसा आम्ना बाका खल्त्युना पैसा हुन् भनिन खर्च हद्द लागे नाना झुडुडा बस्दैन ठुला ठुला महल मानी बस्दा लागे नियम एक बान्ना छन् अर्को काम हर्दिन लागे गलत देउने पर ओरिकन राखिदिन लागे जो सही छन् उनी बिचारा जेलौडा कुद्दिन लागे यसा यसा उल्टा उल्टा नियम हद्द लागे तबै छोपिन हाल्दिन लागे अहिले बन्या सरकारले चित्त परेन नेपाल सरकार अहिले नौलो बन्या छ उही ठोकिदिन लाग्यो तिनी माई ढिङखाने अझ ती कति छन् तिनी पनि छोपिन जेलौडो को छ भन मा सालेहरू किन नेपाल सरकारले मन्त्री बनाएको छ प्रधानमन्त्री बनाएको छ सबैतिर बनाएको छ अझ जनताका पैसा लुटिकन ठुला ठुला महल लाउने तिनीकी माका छोरा हुन्ना तिनीकी माई ढिङ्गान नान्ती तिनी छोपिन अझ जेलौडो को छ भन नभए को छन् म खोज्दै हट 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 जाउँ को छन् ती खोज्दै अरे हामीले त्यसरी भनिकन हुने भइदिया भए पहिले हुने थियो तर अब हुन्छ हेरै अब तँ लाग्दो पऱ्यो मैला लाग्दो पऱ्यो कोही अब गाउँका दाजुना लाग्दा पऱ्यो यी मथि ती ठुला ठुला नेता मात्रै ढालिकन हुँदैन यी गाउँमा भ्रष्टाचार हद्दिने त अझ सिकिकन उसायोहरूले त्यहाँ त यिनी गाउँका हुने पनि अब गाउँमा जो भ्रष्टाचार दान जनता किन मारिमिची खाया छन् एक पैसा भने अर्को पैसा बढाइकन ब्याज खाया छन् त्यसा हुने पनि अब जाग्दो पऱ्यो राइ के पहिले घोगा गेडा चाउला गेडा खोजी खाने नि अहिले पर ठुला ठुला मल बानी बस्यान् तिनी पनि विचारहरू भन्नु पऱ्यो अब देखा दाजु तमीले अहिले साँच्चीकै कुरा अरे यसरी गाउँका जनता लुटिन खाया छन् गाउँका जनता किन मारिमिची खाया छन् देश खाक बनाइले अब हामी लाग्दो बड्डे भयो सबै लाग्दो बड्डे